चामलको पुवा सुत्केरी आमाहरूले अनि हामी सबैले तातो यो जाडो महिनामा मिठो सजिलो तरिकामा बनाएर खान सक्छौँ। आज म कसरी बनाउँछु हजुरहरूलाई शेयर गर्छु है। चाहिने सामग्रीहरूमा इच्छा अनुसार घिउ, चामलको पिठो, पानी, स्वाद अनुसार चिनी, किसमिस, छोकडा या खजुर, फर्सीको बिया, बदाम, त्यसै गरी नरिवल, देशी सुप, चम्सुरको दाना, मेथी, नेपाली सुप, त्यसै गरी ज्वानो। सुरुमा यो मसिनो चामलको पिठोलाई चाहिँ एउटा सफा भाँडामा राखेर सफा खाने पानी राखेर मजासँग पिठो मुस्नु पर्ने हुन्छ। चामलको पिठो चाहिँ धेरै नै गिलो पनि नबनाउने अनि रोटी बनाउने जस्तो साह्रो पनि नबनाउने, ठिक्क बीचको बनाउने। ल हेर्नुहोस् त, लगभग यतिको नरम। अब समय अनुसार आधी घन्टादेखि 2-3 घन्टासम्म पनि छोपेर छोड्न सक्छौँ। आधी घन्टा पछि चामलको पिठो राम्रोसँग भिज्छ अनि इच्छा अनुसार घिउ लिने, त्यसपछि एउटा कराईमा घिउ तताउने, ज्वानो फुराउने, मेथी फुराउने। ज्वानो र मेथी चाहिँ रातो रातो भइसकेपछि चम्सुरको दाना राख्ने, त्यसै गरी नेपाली सुप, देशी सुप पनि राख्ने। यदि हजुरहरूलाई मनपर्छ भने थोरै ल्वाङ, सुकुमेल, अलैँची पनि राख्न सक्नुहुन्छ। मजाले मुछेको चामलको पिठोलाई राखेर बिस्तार मिडियम टु लो फ्लेममा चलाइ पकाउने। जति राम्रोसँग पाक्दै आउँछ यो चामलको पिठो चाहिँ त्यति राम्रोसँग फुक्दै आउँछ। त्यही हो, हतारमा हाइटमा चाहिँ बनाउनु हुँदैन, किनभने नि डढ्न सक्छ, काँचो हुन सक्छ। त्यसैले गर्दा बिस्तार मिडियम टु लो फ्लेममा पकाइसकेपछि एकैछिनमा नै फुकी पनि हाल्छ। पुवा जति राम्रोसँग फुक्छ त्यति राम्रोसँग पाक्छ। पुरै पाकिसकेपछि मसिनो टुक्रामा काटेको नरिवल, खजुर अनि बदाम, त्यसै गरी फर्सीको बिया, किसमिस, मैले चाहिँ यति नै राखेकी छु। हजुरहरूले काजु, पेस्ता लगायत आफूलाई के नट्सहरू मनपर्छ सबै थरी राख्न सक्नुहुन्छ। त्यसै गरी ल्वाङ, सुकुमेल, अलैँची, मरिचको धुलो कुटेर यति बेला पनि राख्न सक्नुहुन्छ हजुरहरूले। काजु, बदाम, किसमिस, नरिवललाई हजुरहरूले घिउमा सुरुमा फुराएर निकालेर यति बेला पनि राख्न सक्नुहुन्छ। मैले जस्तै यति बेला मनपर्छ भने त्यसै यति बेला पनि राख्न सक्नुहुन्छ। अब पालो आएको छ स्वाद अनुसार चिनीको। हजुरहरूलाई कतिको मनपर्छ त्यो अनुसार चिनी राख्ने। यसकै ठाउँमा हजुरहरूले मिश्री या सक्खर पनि राख्न सक्नुहुन्छ। त्यो सबै आफ्नो इच्छा अनुसार हुन्छ है। अनि हेर्दै ल हेर्नुहोस् त, कति मिठो चामलको सुत्केरी पुवा भनौँ या के भनौँ, अघि पछि पनि त मिठो बनाएर खान सक्छौँ नि त। त्यसमाथि पनि यो जाडो महिनामा चाहिँ एकदमै काइता हुन्छ। हजुरहरूले अवश्य पनि ट्राई गर्नु होला, साह्रै नै मिठो पनि हुन्छ, नरम, खान पनि सजिलो। हजुरहरूलाई यो टुक्रा टुक्री नट्सहरू मन पर्दैन भने पिसेर पनि राख्न सक्नुहुन्छ। कुरै कुरामा मिठो चामलको पुवा चाहिँ मैले बनाएर भ्याइसकेकी छु। मेरो यो सानो प्रयास हजुरहरूलाई कस्तो लाग्यो प्लिज यदि भिडियो मनपर्छ भने सेयर गरेर साथ दिनुहोस् है। यदि चामलको सुत्केरी पुवा पहिलोचोटि बनाउँदै हुनुहुन्छ भने उहाँहरूको लागि हेल्प हुन सक्छ, हैन त।